छु दीपिका एचएसको डेन्टलमा। दीपिका एचएस one of the best colleges. Hello everyone, good morning. Welcome back to my channel, or welcome to my channel. I am Sonita Yonghang. अहिले चाहिँ म घर आएको छु। मेरो कलेजको छुट्टी छ अनि अहिले चाहिँ म डेन्टलमा छु दीपिका एचएसको डेन्टलमा। मेरो भाइको दाँत देखाउन आएको। मेरो घर चाहिँ यही डेन्टलकै अगाडि हो, त्यही भएर बिहान बिहानै आएर बसिरहेको काम तापेर। यो चाहिँ दीपिका एचएसको डेन्टल हो। दीपिका एचएस इज सो प्रिटी। दीपिका एचएस यति प्रिटी छ नि, लाइक मेरो क्यामेराले जस्टिसै गर्दैन कि। सो प्रिटी। एलन तिमी के गर्न आएको यहाँ भन त? टार्जन हो तिमी? Oh my god। अन्त खुले त छ त नि। एलन फोरी। अनि एलनको रुट क्यानल ट्रिटमेन्ट भयो। एलन हेर चाहिँ डेन्टल फर द फर्स्ट टाइम आएको, त्यही नै मेरो कामको लागि होइन, मेरो भाइको लागि। अनि म चाहिँ जब भिडियो सघाउँछु अनि म चाहिँ डेन्टिस्ट हो भनेर भन्छु, डक्टर भन्दिनँ भनेर सोच्थेँ। किनभने लाइक डिबेट हुन्छ नि त एकदमै धेरै, डेन्टिस्टलाई डक्टर नभन्ने यस्तो टाइपको। तर काम देखेर चाहिँ दे डिजर्भ टु कल ए डक्टर। स्कुटर चाहिँ एकदमै फोहोर भएको थियो अनि स्कुटर धुन लिएर हामी चाहिँ पर्खेर बसिरहेको। त्यसपछि चाहिँ हामी बजार गएर बालाजी गयौँ। मेरो भाइको चाहिँ स्कुलको युनिफर्म किन्नु पर्ने थियो अनि उसलाई धेरै हेर्न परेपछि अल्छी लागिहाल्छ। यो चाहिँ हाम्रो धरानको बजार अनि यो चाहिँ सब्जी मन्डी हो। उसको लागि स्कुलको सुज पनि किन्न पर्ने थियो, त्यही भएर हामी चाहिँ देशी लाइनपट्टि स्कुलको सुज किन्न गयौँ। यो चाहिँ मेन रोड हो, भानुचोकको मेन रोड। अनि सुज किनेर आएपछि उसलाई कर्नडक किनिदिए, टेकअवे गऱ्यौँ। अनि टेकअवे गरेपछि चाहिँ हामी गयौँ दीपिका एचएसमा। यो चाहिँ दीपिका एचएसको क्वार्टरपट्टि हो। यहाँनिर चाहिँ स्टाफहरूको अनि जुनियर रेसिडेन्टहरूको लागि चाहिँ क्वार्टर छ, त्यही बस्नुहुन्छ। म र मेरो भाइ चाहिँ दीपिका एचएसभित्र आएर चिल गरिरहेको। चिल पिलमा हो भाइ, यसरी नखाउ न, उता साइडबाट खाउ न। अनि मैले धरान सबभन्दा धेरै मिस गर्ने भनेको दीपिका एचएस हो कि। मलाई यहाँ पढ्न त पहिलेदेखि नै मलाई यहाँ बस्न त मन थिएन, तर दीपिका एचएस वान अफ द बेस्ट कलेज हो नि त। अनि यो पाइनँ भन्ने पनि मलाई एकपट्टि नराम्रो लाग्छ, तर मलाई मेरो ठाउँमा बस्न चाहिँ थिएन। त्यही नै अब छुट्टीमा आएको बेला अरू स्टुडेन्टहरूलाई होइन देख्दाखेरि चाहिँ अलिक नराम्रो लाग्दो रहेछ कि। दीपिका एचएस एकदमै ठुलो छ अनि इट्स सो प्रिटी। दीपिका एचएस इज सो प्रिटी। ठिक हो, मेरो अनुहारमा के क्या गर्यो। हेलो, अब घर जाने। बाई 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 बाई।